नमस्ते सबैजनालाई। आज चाहिँ म भाषा सिकाउने कार्यक्रममा भाषा सिकाउनलाई आएको होइन। आज चाहिँ यहाँ कमेन्टहरू आएको छ क्या, त्यही भएर त्यो कमेन्टहरू चाहिँ म तपाईँहरूलाई सुनाउँछु, कस्तो लाग्छ त्यसपछि त तपाईँहरूले तल कमेन्ट गर्नु होला। र अनि मेहनत गरेर भिडियो बनायो, लास्टमा यस्तो नराम्रो कमेन्ट आउँछ है, अनि कस्तो नमज्जा लाग्दो रहेछ क्या। त्यहाँ टक्क मैले राखिदिएको हुन्छु, हेर्नु होला। होइन कसरी पत्याउनु कि लेख्नु भएको होला उहाँले। होइन यो कसरी पट्याउनु कि तपाईँले यो वास्तविक सुनवार भाषा सिकाउँदै हुनुहुन्छ, जबकि 80-90 वर्ष पुगिसकेको बोजू बाजेले नै यसरी भाषा बोल्नु आउँदैन भन्नुभएको छ है। अनि यो भन्नु मतलब उहाँहरूले चाहिँ 80-90 वर्षको मान्छेले पनि बोल्नु भएको छैन, यो त कसरी सुनवार भाषा हो र भन्ने खालको कुरा गर्नुभयो। र अर्को नम्बर फेरि त्यहाँ रिप्लाई त दिनुभएको छ, तर यसको पछि लाग्नु त नहुने हो, तर पनि एउटा डिमोटिभेट चाहिँ हुँदो रहेछ क्या यसमा। त्यसै गरी अर्को एकजना बौजिग्री झी, नाम पनि बौजिग्री झी है। अब यो कस्तो चाइनिज नाम हो कि अथवा के नाम हो, उहाँले फेरि केरा वाट 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 मैले भनेको किताब छ कि छैन भनेर भनेको छु, अनि यो फेसबुकमा गीत गाएर गीत बुझिँदैन के भनेको छैन होइन। तर यस्तो चाहिँ हो साथीहरू, तपाईँहरूलाई इन्ट्रेस्टेड भयो भने यसरी नराम्रो कमेन्ट गरेर भन्दा पनि तपाईँले खोज अनुसन्धान, हामीले पनि यो हामी जानेरै बोलेको होइन, मलाई चाहिँ खासमा मलाई आउँदैन, उच्चारण गर्न पनि आउँदैन, त्यसैले चाहिँ कति कुराहरू चाहिँ म आफै कति खोजेर बुझेर र मात्रै तपाईँहरूलाई म सम्प्रेषण गर्ने गर्दछु। व्यस्तताको बावजुद पनि तपाईँहरूलाई चाहिँ यो हामी खोजमूलक तरिकाले खोजेर कतिजनालाई सोधेर बुझेर मात्रै यसरी हामीले भिडियो बनाउने गर्थ्यौँ। तर यस्तो कमेन्ट आउँदा चाहिँ हामीलाई भिडियो बनाउनै मन लाग्दैन। त्यसै गरी अनि अर्को एकजना सुनुवा निलमले भन्नुभएको छ, हेरी त सबैले भन्छ नि हौ सोल्टीहरू रे होइन। ठिकै छ, हामीले हेरी भनेको यो तपाईँहरूलाई राम्रै नलेज होस् भनेर हामीले यो हेरी बताउँदैछौँ, सिकाउँदैछौँ। र तपाईँले पनि हेरेर यसरी भन्न सक्नुहुन्छ भने तपाईँले पनि सिकाइदिनु होला, किनभने हामी जस्तो अहिले हामीले सुरुमा हामीले सिकाउँथ्यौँ भने अहिले हजारौँ जनाले चाहिँ सिकाउनलाई प्रयास गरिराख्नु भएको छ। तपाईँले पनि गर्न सक्नुहुन्छ, किनभने हामी सबैलाई चाहिँ यो राम्रो कुरा हो कि यो चाहिँ हाम्रो भाषा यसरी सबैतिर प्रचलित हुनु, सबैले बोल्न पाउनु, त्यो त एकदम राम्रो कुरा हो नि होइन र। त्यसैले सबैजनालाई सिकाउनु होला, यसलाई पनि नेगेटिभ लिँदैनौँ हामी। त्यसै गरी अर्को एकजना साथीले त झन् लेख्नु भएको छ, कमल सुनवार, उहाँले त धेरै नेगेटिभ कमेन्ट गर्नुहुन्छ जहिले पनि, त्यही पनि मैले लिदिहालेँ, उहाँको पनि धेरै नै कमेन्ट आएको भएर चाहिँ मैले पनि लिदिएँ। होइन हो यो नमस्योल भन्ने शब्द के हो, किन प्रयोगमा ल्याइँदैछ, भाषा सिकाउने मान्छेले पनि नमस्योल भन्छ, के हो त्यो भनेको भन्नुभएको छ है। हामीले जे देख्यौँ अनि हामीले भनौँ न यो लेखेको किताबमा पढेको भएर हामीले यो सिकाउँदैछौँ, र अनि हामीले अब पुरानो कुराहरू चाहिँ हामीलाई यही नै हो भन्ने हामीलाई ठेट त छैन, तर पनि किताबमा छापिसकेको र सबै भाषा विशेषज्ञहरूले पनि यहीलाई चाहिँ हो भनिसकेपछि हामीले नपत्ताउनु भनेको त्योभन्दा मूर्खता केही पनि हुँदैन। अथवा आफै प्रतिपादित भए पनि, आफैले उत्पादन गरे पनि, आफैले यो बनाए पनि होइन, तर पनि एउटा यत्रो धेरै किताबमा भइसकेपछि त हामीले नपत्ताउनु भनेको पनि त्योभन्दा मूर्खता केही पनि होइन। त्यसैले तपाईँहरूले विरोध गर्ने भन्दा पनि कसरी चाहिँ हाम्रो भाषा संस्कार संस्कृतिलाई चाहिँ अगाडि लान सकिन्छ हो त्यो कुरालाई चाहिँ तपाईँहरूले प्रमोट गर्नुभयो भने अझ राम्रो हुन्छ होला। विरोध मात्रै, धेरै कुरा चाहिँ विरोध नै आइरहेको देख्छु क्या म। अनि त्यही भएर हामी बिजी भए पनि एउटा भनौँ न हामीले जाने बुझेको कतै खोजेर तपाईँहरूलाई सिकाउँ भन्दा चाहिँ यसरी तपाईँहरू बुझ्नुभएकोहरूलाई त केही फरक नपर्ला, नबुझ्नेहरू जस्तो म जस्तो मान्छेहरूलाई चाहिँ धेरैलाई यो एकदमै ठुलो भूमिका रहन्छ जस्तो लाग्छ। र अनि तपाईँहरूले विरोध भन्दा पनि तपाईँहरू आफैले पनि कति कुराहरू चाहिँ सिकाउनुहोस् है साथीहरू, किनभने यसरी विरोध मात्रै गर्नुको चाहिँ कुनै पनि औचित्यता छैन, र अनि विरोध गरेर हामी सुन्नेमाथि झन् सुन्ने हुन्छौँ है साथीहरू। त्यसै गरी अर्को हाम्रो सरले कमेन्ट गर्नुभएको छ, एकदमै राम्रो कमेन्ट गर्नुभएको छ। कमेन्ट रहेको छ, उहाँ चाहिँ हुनुहुन्छ उत्तम कातिज ओकुस पनि छ उहाँको होइन, UKUS, अथवा मैले यो प्रोनाउन्स गर्न नसकेको पनि हुनसक्छु। त्यसै गरी उहाँले चाहिँ राम्रो एउटा मेसेज दिनुभएको छ। एक नम्बरमा सिचा, अब स होइन, अब त्यो हाम्रो चाहिँ प्रोनाउन्स चाहिँ आउँदैन कि, किन हामी बच्चादेखि भाषा नबोलेको भएर सिचा भनेको सिक्नु, र 2 नम्बरमा सिचा
सेसिचा भनेको चाहिँ बिउजनु हुँदो रहेछ। जस्तो मैले चाहिँ सेसिचा भनेको रहेछु, त्यसमा चाहिँ बिउजनु भएछ, सिक्नु भएन। त्यसैले तपाईँहरूले पनि यहाँ चाहिँ करेक्सन गर्नु होला। यो हामीले भनेर भन्दा पनि जो बुझ्ने हुनुहुन्छ, प्रोनाउन्स गर्दा बच्चादेखि भाषा बोल्नुहुन्छ उहाँहरूलाई चाहिँ ठ्याक्कै थाहा हुन्छ। जस्तो हामीहरूलाई चाहिँ किन भर्खर भर्खर सिक्नेहरूलाई चाहिँ यो पढेर सिक्नेहरूलाई चाहिँ खासै थाहा हुँदैन है साथीहरू। त्यसै गरी उहाँले भन्नुभएको छ सबै कुरा राम्रो छ, प्रयास जारी होस् भन्नुभएको छ र यसरी नै सिक्दै जाने हो। विजयको प्रयास अनुकरणीय छ। कोइज भाषामा स र स शब्द दुईवटा फरक वर्ण हो। जस्तो स पातलो स र मोटो स चाहिँ फरक रहेछ, अनि यो चाहिँ फरक फरक प्रोनाउन्स हुँदो रहेछ क्या, फरक वर्ण हो रे क्या। यो वर्ण चाहिँ फरक हो रहेछ। हामी चाहिँ एउटै तरिकाले गर्थ्यौँ, तर खस भाषामा एउटै स हुन्छ, उहाँले लेख्नुहुन्छ। अनि संस्कृतमा भने पातलो स, मोटो स र पेटकारे स हुन्छ, तर हाम्रो कोइज भाषामा चाहिँ स, मोटो स र पातलो स हुँदो रहेछ। दुईवटा फरक वर्ण हो हाम्रो भाषामा चाहिँ साथीहरू। अनि त्यसै गरी ब र वमा खासै फरक हुँदैन हाम्रोमा चाहिँ है। वलाई पनि ब भन्दा पनि ब नै भनिन्छ। ब व भन्नुभन्दा पनि उहाँले चाहिँ ब नै भनिँदो रहेछ है साथीहरू। र तर कोइज ब भनेको चाहिँ ब नै हो र ब भने व नै हो, व भनेको व नै हो, ब भनेको ब नै हो हाम्रो कोइज भाषामा चाहिँ साथीहरू। र त्यसैले वलाई ब भनेर पढ्नु हुँदैन। तपाईँहरूले बुझ्नुभयो कि बुझ्नु भएन? यसै गरी पढियो भने अर्थमा फरक आउँछ। त्यस्तो हो साथीहरू, किनभने अर्थमा चाहिँ फरक आउँदो रहेछ। जस्तो अघि मैले देखाएँ नि सेसिचा र सेसिचा फरक पर्दो रहेछ नि। यहाँ बिउजनु र सिक्नु त्यस्तै हुँदो रहेछ। त्यसैले चाहिँ तपाईँहरूले प्रोनाउन्स गर्दा नै फरक गर्नुपर्ने भयो। यसरी पढ्यो भने अर्थमा फरक आउँछ। ल है, धेरै राम्रो काम हुँदैछ, कोइज भाषा सिकौँ र सिकाउँ भनेर कमेन्ट गर्नुभएको छ। यो कमेन्टहरू हेर्दा चाहिँ फेरि हामीलाई पनि नजानी पनि सिकाउँदा अनि सिक्नु र सिकाउनुमा एकदमै गर्व फिल हुन्छ। धेरैजनाले, कतिजना दार्जिलिङ, सिक्किम अनि टाढा टाढाको ठाउँबाट फोन गर्नुहुन्छ, राति 12-1 बजेसम्म नि फोन गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। र सकेसम्म हामी चाहिँ तपाईँको रिप्लाई गर्ने प्रयास गरिरहेको हुन्छौँ। त्यो भएर चाहिँ हामीलाई खुसी लाग्छ। कति कमेन्टहरू चाहिँ नराम्रो आउँदा चाहिँ हामी एकदमै डिमोटिभेट हुन्छौँ साथीहरू। विरोध भन्दा पनि नजानेको कुरा हामीलाई यसै गरी सिकाउनु होला, जसरी उत्तम सरले सिकाउनु भयो त्यसै गरी हामीलाई सजेस्ट दिनुभयो भने चाहिँ हामी पनि सबैजनालाई हामीले जाने बुझेको र अनि नयाँ कुरा सिक्ने थियौँ। यति भन्दै आजको लागि बिदा चाहन्छौँ। चेरे दुमिन।